महामञ्जुश्रीको गुफामा ल्याइदिएकोमा धेरै धेरै धन्यवाद। अनि यो चाहिँ के भन्नुभयो सारेम्बा विधिसँग घुटोक गुफामा पहिले दर्शन दिनुभयो हजुरले हामीलाई। मेरो क्विज यो चाहिँ हामी यो ठाउँको नाम चाहिँ कहाँ पऱ्यो अरे हजुर? भक्तपुरको तपाईँहरूको चाहिँ आउनु चाहनुहुन्छ यहाँ छ। भक्तपुर चाहिँ तपाईँको लगभग अब नुवाकोट र भक्तपुरको त्यसमा पुगेछ तपाईँ है। अनि अर्को केही जान्न चाहन्छु तपाईँ? के जानु अब यो ठाउँ कतिको महत्त्वपूर्ण हो त? अब यस्तो पुरानो विशेष यस्तो भनेअनुसार अब मान्छेको मान्यता अनुसार पहिला जुन मञ्जुश्री गुरुजी टिबेट चाइनाबाट पाल्नु फर्स्ट नेपालमा पाल्नु हुँदा चाहिँ यहाँ पाल्नु भएको भनेर यस्तो मान्यता छ। त्यो कति सालको अगाडि कुरा हो? यो चाहिँ साल चाहिँ मलाई लगभग तपाईँले यस्तो स्योर भन्नु सकिनँ। लगभग यस्तै होला, अब मलाई सम्थिङ थाहा भएन। खास त्यो मञ्जुश्री कहाँको मान्छे हो मञ्जुश्री चाहिँ? हुनु चाहिँ उहाँको जन्म स्थान चाहिँ हामीले चाइनामा भन्छ। मञ्जुश्री चाहिँ चाइनामा जन्मिनु भएको? चाइनामा जन्मेको यस्तो पनि मान्यता भन्छ। अब मलाई पनि अब खासै डिटेलमा चाहिँ फेरि थाहा भएन। मान्यता चाहिँ त्यस्तो राख्छु। अनि अब यहाँमा अनि टिबेटबाट फर्स्ट यहाँ आउनुभयो, ट्रेनले भयो नि चाइना पनि यहाँ आउनु भएर अनि यहाँदेखि चाहिँ अनि अब जुन हामीले अहिले एउटा के भन्छ काठमाडौँ एरियाभित्र पहिला अब पानी धेरै भएर मञ्जुश्रीले पानी काटेर के भयो भने अनि यसो मान्यतामा राख्दो रहेछ यहाँको भनेअनुसार चाहिँ। अब विशेष यस्तोमा मैले यस्तो भोग विधानहरू पनि पढ्नु। ठिकै छ, तपाईँलाई अब यसको जग्गाको बारेमा जानकारी दिएको मुरी धन्यवाद। तपाईँले त्यस साथैमा यो एकदम भ्यू पनि हेर्न सकिन्छ। यो त मजाको छ नि यताको भ्यू। भनेअनुसार यो हाम्रो हातको पाइला जस्तो देख्छ यहाँदेखि भनेर मान्यता राख्छ। अब एक जमानामा यो सबै सागर थियो है? सागरै हो भन्नु पर्यो होइन। अब गर्दा हाम्रो यो पानी अनि यो चाहिँ विशेष अब यो काजी सम्बन्धीको यहाँ मिलाइदिएको त्यहाँ चाहिँ विशेष चाहिँ गुफा बस्नु त्यसमा भिन्नै आँखाहरू छ। फेरि भन्नु चाहिँ मिनिसेका गोटुक भनेर भन्दो रहेछ यसको नाम। ल थ्याङ्क यू। अब धेरै भन्यो भने अब के भन्नु, तपाईँले पनि फेरि गाह्रो हुन्छ होला। पानी खाइहाल्नु है अझै? अलिअलि पानी खानुपर्छ।